गाइस होइन यो गाडी चाहिँ 610 हो होइन। यो चाहिँ दाजुको गाडी होइन। हामी चाहिँ सर्टमा हो। यो फर्स्ट गाडी थियो विनोद दाको टाटा चाहिँ होइन। फर्स्ट उसले कुदाउनु भएको थियो तर अहिले चाहिँ यसको टर्बो गइरहेको छ। म पनि फर्स्ट खलासी यसमै हिँडेकै गाइस होइन। यो चाहिँ अलिक अन्त अहिले चाहिँ बिग्रिरहेको छ। अब ग्यारेज हाल्ने टाइम हुँदैछ, ग्यारेज लाने अरे यसलाई। अन्त छोड्ने कुरा गर्दैछ विनोद दाले, बादमा यो म चलाउँछु होइन। बेला बेला गाडी स्टार्ट गर्दै गर्नुपर्छ, जोरथाङसम्म पुऱ्याउनु पर्छ होइन। के भन्न चाहनुहुन्छ यो गाडी तपाईँको फर्स्ट हो? के भन्न चाहनु र अलिक छिटो छिटो यसलाई ग्यारेज लगेर मर्मत बनाएर अलिक 1-2 दिन कुदाउनु पायो भने पनि यसो ज्यानले शान्ति पाउँथ्यो कि भन्ने भयो। अलिक ज्यान लाग्थ्यो कि। त्यस्तो चाहिँ गाइस कुराहरू चाहिँ पावर स्टेरिङ थियो होइन। अन्त यस्तो प्रकारको छ गाडी चाहिँ। अहिले बेस्याहार भएको छ, सबै लुकिङ ग्लासहरू निकालेर कस्तो दामी बनाएको थियौँ, अहिले चाहिँ सबै बिग्रिएको छ होइन। अहिलेको गाडी चाहिँ यो छ हाम्रो 214 होइन। अहिले चाहिँ यो गाडी कुदाउँदैछौँ हामीले होइन। अहिले चाहिँ यसमा खलासी हिँड्दैछ। यो चाहिँ हार्ड स्टेरिङ भएर चाहिँ यति साह्रो पर्छ गाइस बटार्नु। अस्तिको चाहिँ पावर थियो र सजिलो पर्छ, यो चाहिँ हार्ड होइन। अब एकदम साह्रो हो। यता चाहिँ हाम्रो कुमार दाई हुनुहुन्छ होइन, वर्ल्ड फेमस भ्लगर। दाको चाहिँ यता ट्याङ्कर छ होइन। ट्याङ्कर चाहिँ उस्तै त्यस्तोले कुदाउनु सक्दैन यो गाडी चाहिँ होइन। यता चाहिँ अब गाडी चाहिँ बिग्रेर यस्तो आवाज आउँदैछ, राम्रो कुद्नु पनि कुद्दैन होइन। त्यस्तो भइरहेको छ अहिले गाडी चाहिँ यो।